एकदम सरो लाउनेले त च्याप्न पठाउन दिएछ ये पूजा रही हो यो अहिले पछि लाइन चाहिने होला नि प्राकृतिक पूजा हो विक्रम बाबा पूजा विक्रम बाबा प्राकृतिक लाउनु यो उताको लाइन अलिकति राखौँ है लाउनु पहिला रेडी पारेर बल्ल उस गर्छु दुना टोपरी बनाएको ये बिसरा है पार्टी गर्न सानो राख्नु चाहियो लाउनु डाँट कता रे दिदी म त बिर्सिन्छ सधैँ आउँदैन यसरी नै हो उता उता यसरी छान्छु म छान्छु लाउनु यो सुनको है मैले दिएकोतिर है जहाँ बाला जुर्केल के नानी यहाँ नि बाल्ने हो नि पालामा हाल्नु न इनकन्ट यो ओके यो राख्दैन कि डोरी टाँग्यो टाँगेन यता हेर्नु त डोरी टाँग्यो भन्ने त नजाने भनेको ओ आओ डोरीभन्दा बाहिर छ हामी त नजानु भन्ने मान्छेहरूले नगरेकै खोज्छ अनि है सानो भयो नि हुन्छ कि अङ्गुर है निकाल्नु है सुनारी ओडाको खोइ पानी छ कि छैन खोइ भाउजूलाई बाउ त के गर्न ल्याएको हामीले त्यो धुप राख्नलाई उता बाँध्ने क्या त्यो धुप लाउँछ ए दिदीलाई पानी पनि पुगेन तपाईँले लिपी भएको थियो नि त म त त्यही भएर सललाई हाल्थेँ हात धोको लिपी भएको थियो नि त भाउजूले पहिले मैले भन्दा नि पहिले विक्रम बाबा पूजा प्राकृतिक पूजा यहाँ सालको 7वटा कतिवटा दिनु 7वटा हाँगा सालको रूपमा नि थान बनाएर देव थान बनाएर देवथान बनाएर पूजा गर्ने हो अब देउता बाजु कमिला बाजु आएर चाहिँ यहाँ प्रसाद खाइदिन्छ चामल ल्याएन र चामल राखेर एउटा सिङ्गल पात त हाल्नु न डबल हाल्नु त्यो थुक्पा काट्यो क्या हो त्यो अर्को राख उसको पात के यो पनि राम्रो छैन मेरोमा त मेरो नि सबै त्यस्तै छ सानो त अब च्याप्चेको डबल राख्नुपर्छ होला नि खै त है सिङ्गलै राखेको कि सिङ्गलले हो यो नाम मात्रै होला नि त है अन्त खोइ त गरिदिएको कला त
चामल हाल्छु कस्तो होला त्यो ढोका बाजुलाई सामान चढाइदियो विक्रम बाजुलाई विक्रम बाबा जङ्गलमा यो कसाराको जङ्गलहरू कसारा हो नि कसाराको जङ्गल राष्ट्रिय निकुञ्ज त्यो जङ्गलभित्र पर्छ होइन यो आज यो नेपालको घाम लाखेर पानी आएर यो भएन त स्याउला सल्किहाल्छ नि जलाउनै दिन्छु म हामीलाई दिँदैन राष्ट्रिय निकुञ्जभित्र पर्छ हामी सबैजनाले यो जङ्गलमा होइन सबैजना जङ्गलमा म त उस गर्नुभएछ क्या रेकर्ड गर्नुभएछ भने चाहिँ हेर्छु जन्मिटुको होला खोइ नाखुबाट हामी ल लिएर खोइ ए म त फोन म बोलेछु फेरि केही देख्दिनँ जङ्गलको रुखमा ठुलो रुखमा पूजा गरिरहेछ म पनि फर्स्ट टाइम आएको अहिले दिदीको त कस्तो राम्रो अब कालो कालो पत्ता परेको हुन्छ यही माथि सुल्लो भाजी चलाउने है अच्छा कतिवटा लिएर हजुर बान्छी पुगेन त धाउँछ त यस्तो हजुर जम्मै तिनवटा त तिनवटा त सातवटा भन्दा होइन भने के अरे भाजी यसरी मिलाउनु ल रातो सेतो पर्दैन चुम्री खानु नरी सुनारी सुनारी शिवशङ्कर अन्त कहाँ गयो यसले उठेको भित्र कान्न उल्टो भयो उता यसले गाला लिनुहोस् आइना आइना गाला लिनु पानीको गाला लेख्नु रोड जानु क्या हो त यसो जाउँ त खानु फुलको जति चढाए पनि ए साथ यहाँ ठिकै छ विक्रम बाबा देवतालाई फुल चढाउन चढाउनु ए दुध त उता हो दिदी ए कहाँ दुध त्यहाँ ल्याहा कता हो चढाउने चढाइनी हुन्छ अनि त अङ्गुर पनि चढेको बाबा खुसी भएर पनि अङ्गुर चढायो बस्छ सबै चामल सुरु काट्नु नानी पहिला बोला मुखले सुरुमा कनाको मोमो पानी ल्याएको हालिदिनु पऱ्यो है ती बोकेको भान्जे सुरु काट्ने पहिला मतलब मकहरू दुध कहाँ हो र यहीँ अलिकति चढ्नुपर्छ क्या हो हुन्छ कि होला डोइनु अहिले होइन पूजा गरेको सुन्नु यहाँ हो कि उता हो चाको कि चाहिँ होइन काकाले अहिले हाल्नु हो दुध पूजा गरेको पूजा गरेपछि चढाइन्छ सबैलाई पुग्छ है म त अबिर त यतिकै हालिदिनु लाउनु यति पानी छैन अब काट्छ चल्ने दिदी अबिर लेखा ए ज्योतिल मैले ल्याउँछ है भनेको ज्योतिले नल्याएको हेर न तपाईँले ल्याएन है चोहो त गर्नु पऱ्यो के
कता माग्न जानु होइन म आज के बिर्सेको के म त तपाईँले ल्याउँछु भन्थ्यो जोतिल त मेरो त थिएन अनि म माग्न गइहाल्छु नि। गणेशको भयो मन शुद्ध भयो हुन्छ गणेशलाई ऊ चढाइदिनु गणेश भगवान्को लागि सुपारी यही त हो नि सबै थोरै माग्छु नि त के हुन्छ र भयो चोखो गर्ने हो के ऊ होला सबै माथि। अनि म के भुले जस्तो लाग्यो कि ढ्याक पैसा पनि भुलेछ म त छ भने नि सबैले थियो मकानी के छ मकानी छ भने रक्सीको चढाउँछ चढाउँछ ल्याउनै बिर्से ल्याएन अनि ल्याइदिएन बत्ती राख ऊ दियो सलेर बोतल त याद आयो आधी जलाउनु पऱ्यो भने चाहिँ आधी उता लानु पऱ्यो होइन छ यहाँ सबै उतालाई छ जलाउने यहाँ अँ उसको लागि घर पूजा नि गरायो नि आज नआएर नि के कान्छाले गरे सबै अनि मैले यस्तो हुन्छ नि सबै राख्यो भने राख्यो अनि हिँड्ने बेलामा अँ। त बिर्सिन्छ नि सबै उसैले चिन्जी त उहाँ दिनु हेङो राख्थ्यो त पहिलासम्म यही हो कि बटन झुर्केले कुलम कुलम छैन कि निचरा कान्छी टुप्पा निचरा त ल्यायो खोइ लाइटर खोइ टुप्पा निचरा टुप्पा दुईसँग चलाएको यसपालि मैले जोडिदिनु बिर्स्यो भातसँग बिर्स्यो इङ्ग्लिस जाति रहेछ त अगरबत्ती काटेको थियो निस्केको काटेन नि त काट्नु भयो काटेको खोइ कल पैसा मकाउनु कल पहिला त यो बेर्ने होला नि यो मेरा आधा जान्न इसी प्याकेट नाल्कन लिट खर्च त आउँदैन घुम्ती बजाउने नि बिर्स्यो है उहाँ के भयो के ल तपाईँ गौतम ल्याउनु भएर भर्खर चढाइदिनु सबै चढाइदियो के हो भयो अब यहाँ बिर्सेर आएछ क्या हामी चाँडै आएको पनि होइन है घुमिन्न गाडा कहाँ छ ढुङ्गो प्याकेट अगरबत्ती मिस प्याकेट ल्याएको कति रहेछ त 5 रुपियाँ सबलाई त्यसरी अब माथि उस खानु मिल्दैन घुमिदिन्छ पानी छैन है माछा खानु कलै दिदी यस ना स्याउले ना उसले ती सुन्तला चाहिँ एउटा मात्र लिएर पर्दैन गडेन के
हात पोल्छ एकछिन नगर्नु त ल यहाँ सुन्तला खा ल्याउनु त भयो पुग्यो दुध बाँधिने कि त्यतिको छाडिदिनु भयो माछा छ है ल बोला छोरा त बन्ने पानी सुत्यो पानी सुत्यो मान्छेलाई त कतमा मैले नि मैला झन् कन्नुको ढुकपट्टिको काट्नुले के उनीहरूले बाटो ढुक्नुमा आउनु पऱ्यो कुखुरा कराएको नगाएको यो त सानो भयो कान्छी अटेन त्यो टोकरीमा गरेको त भाइसँग माग्नु त एउटा टप्ली त सबैको दुधै छ नि पालामा नगर्नु अटे अट्नु भाउजूले मन त्यही गर ल दिदी लाइटर दिनु अरे भान्जीलाई ल दुधको लान्न भान्जीका चढायो ल मध्यस्थमा चढाइदियो सातवटालाई जरा 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 kan ke ana makan jara dan makan kan gila kan sana sana lagi juga tahu टरानी हो नि ल भ्याइ ल हाम्रो त उठेन त काम पानी ल मेरो भिडियो गरिदिनु त जानु त
संसार अलिक तानो त यसरी धागा थियो त धागा चढायो चढाइ अब यो टोपी लग जम्मै बाप्ची नि अरू भान्जीलाई ल भ्यायो जाम खोल्यो अन्त भान्जी यतिकोबाट दुःख गरिदिनु ए के नगर्ने अन गरिदिनु अन गर्नु